यो चाहिँ एउटा गुड न्युज छ है टायर पी क्वालिफायर खेलिरहेको टिमहरूलाई। त्यो चाहिँ गुड के न्युज हो भनेपछि होइन, तपाईँहरू जतिले पनि टायर पी क्वालिफायर खेलिरहनु भएको छ होइन, तपाईँहरूमध्ये जसले टेबल टप गर्छ नि हरेक दिन डेली एउटा टिमले टेबल टप गर्छ हो। डेली टेबल टप गर्ने टिमहरूमध्ये हाइएस्ट टप 3 टिम्सहरूले हाइएस्ट पोइन्ट लिएको टप 3 टिम्सहरूले इन्टरनेसनल स्क्रिम्समा स्लट पाउँछ। 3टा टिमले लाइक एउटा टिमले एक दिनमा 60 पोइन्ट लिएको छ, अर्को टिमले 35 पोइन्ट्स लिएको छ, अर्को टिम्सले 50 पोइन्ट्स लिएको छ, अर्को टिमले 60 पोइन्ट लिएको छ, अर्को टिमले 70 पोइन्ट लिएको छ। भनेपछि टप 3 हाइएस्ट पोइन्ट लाइक 70 पोइन्ट लिएको टिम, 60 पोइन्ट लिएको टिम र 50 पोइन्ट लिएको टिम, 3टा टिम चाहिँ उता टायर बी इन्टरनेसनल स्क्रिममा स्लट पाउनेवाला छ। र जुन 35 पोइन्ट लिएको छ उसले चाहिँ पाउनेवाला छैन, किनकि उसको चाहिँ अरू टिमहरूमध्ये चाहिँ लोएस्ट पोइन्ट छ टेबल टप गरे पनि हो। त्यस्तो त्यो भन्न खोजेको मैले होइन। र बेस्ट अफ लक टायर बी क्वालिफायरको लागि र सपोर्ट गर्नु होला। र जतिजनाले पनि च्यानललाई लाइक गर्नुभएको छ लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला र सेयर गर्नु होला यो इन्फर्मेसन है त।